भोलिको दिनमा हामीले पहिला भन्यौँ हामी अहिलेभन्दा 10-12 वर्ष अगाडि ब्लगिङ गर्दै हिँड्थ्यौँ कहाँ छ भनेर हुन्छ छ नि त यो भिडियो यही भिडियो देखाएर पनि भन्न सक्छौँ नि त हेयर स्ट्रगल टाइम हेलो एभ्रिवान नमस्ते सबैजना हामी आइसकेको छौँ फेरि हाम्रो पुरानो टोल हाम्रो यो के भन्छ नि यो के टोल हो मुजी यो नमुना यो एउटा नमुना यही छ म एउटा नमुना हामी कहाँ जान लाग्छौँ पागल त्यसरी खालि भोतारिरहेको छौँ होइन यस्तो हो अहिले हामीले दुईवटा भिडियो बनाएँ यहाँ दुईवटा रिल्स बनायो हामीले दुईवटा रिल्स कमेडी रिल्स फेरि त्यो हाम्रो त्यो उसको स्टोरीको लागि होइन कमेडी रिल्स बनाएको भर्खरै दुईवटा होइन त्यो पनि अपलोड हुन्छ भोलि पर्सि अहिले हामी मेडिकल पनि गएर आएको अहिले यो र म मेडिकल पनि पुगेर आयौँ है मेडिकल गएर हल्का मेडिसिनहरू ल्याएर आएको थिएँ त्यो चाहिँ अब साइकल चाहिँ कति कस्तो छ 50 तोलाको हो नि फेरि साइकल 50 तोला साइकल 50 तोलाको लाइसेन्स थिएन न त लाइसेन्स निकाल्थेँ यो र मैले बाइक निकाल्थेँ लाइसेन्स छैन त्यसले साइकल निकालेँ हामीले सो अहिले चाहिँ हामी यहाँ भ्लगिङ गर्दै टोलतिर हिँडिरहेको छु त्यही हाम्रो यो जङ्गल यहीँ हामीले कति भिडियो बनाएँ हामीले कति रिल्स यही जङ्गलमा बनाएँ स्पेसली यो हाम्रो धेरै लागेको छ हाम्रो सब्सक्राइबर भाइ पनि ए हाम्रो सब्सक्राइबर भाइ यहाँ चाहिँ त तपाईँले हेर्नुभयो होला एउटा हाम्रो फर्स्ट भिडियो भाइरल भएको के भन्छन् रियाक्सन दिने भाइ चाहिँ यही हो फेरि दिँदै तपाईँ यस्तो कन्फ्युज भएको होला ए कहाँ भागिरहेको छस् भिडियोमा देखिनुहोस् के भन्नु त के भन्नु त केही अरू अस्तिको भिडियोमा माया देखाइदिए दिनुभएको त भाइरल छ थाहा छ कि नै त थाहा छ कि नै साले तँलाई धेरै मान्छेले खोज्छ 60,000ले हेरेको छ नि तँलाई 60,000 सब्सक्राइबर उ त्यो फलोअरहरू हामी भन्न त्यो भाइ को रहेछ रियाक्सन मन पर्यो त्यो भाइले यसो हल्का कन्ट्याक्ट गरिदिनु भनेर भन्नु थियो अस्ति कसलाई रियाक्सन दियो त त्यो यहाँनिरको होला अरे कोही त भन्नु नि त अनि के अरे त्यो अचानक आवाला मान्छे म भन्छु ल यहाँ आउँछु त ए भाइ यहाँ यहाँ भनेपछि अरू के भन्नु कारको त हान्छु के अरे हजुर भन् हजुर भन्नु ऊ त्यो भाइलाई देखा नगम हाल्दिनँ ए लाटा यहाँ त ल नाम के हो तेरो ए जा 20 रुपियाँ दिन्छु एउटा सुर्ती ल्याएर जिसुर्ती लिएर जा सुर्ती ल्याएर ल किन कस्तो किन गरे दाइले भने मान्दैनस् कट्टा निकाल्नु पर्यो अब निकाल यो को हो मेरो छोरो तेरो खै त तेरो बुढी हो नि बुढी यही हो ए बिचारालाई बुढी बनाइदियो यार होइन न मेरो बुढी पहिला भागिहाल्यो पहिला भागिहाल्यो सुन्नु भाइ तेरो त हस्ती उजिड होला त त्यसो भए त अरे दाइ के भन्नु रातिको कति लडिदिन्छस् त्यसो कपाल आएको कि नै आछ सेतो होला होइन टाउको जोडेर फेरिको गाडीले चिप्कायो होइन यो चाहिँ जस्ट फन हो है यो भाइमाथि हामी चाहिँ यता भ्लगिङ गर्दै हिँडेको छु हामीलाई दुनियाँले हेर्दैछ मान्छेले है धेरैले नोटिस गर्दैछ भिडियो भनेको यस्तो कुरा हो कि एउटा भन्न चाहे होइन दुई कुराहरू शब्दहरू जोड्न चाहे भिडियो भनेको यस्तो कुरा हो कि होइन जुन भिडियो पनि क्रिएट मात्र हुनुपर्छ होइन त्यो अहिले नभए नि यो फ्युचरमा त्यो आइकोनिक बन्न सक्छ क्या त्यो जस्तै हामी अहिले नर्मली एउटा फर इक्जाम्पललाई दियो भने भिडियो बनाउनु छ होइन पछाडि काहीँ त्यो एक्सिडेन्ट भइदियो भनेपछि तेरो भिडियोले त भ्लगिङले पनि त्यो क्याच भयो नि त केही प्रुफ भयो नि त प्रुफ हुन्छ क्या भिडियो भनेको यस्तो कुरा हो कि प्रुफ हुन्छ क्या भिडियोमा एउटा अब जस्तै एउटा प्रुफ गर्ने अब भोलिको दिनमा हामीले पहिला भन्यौँ हामी अहिलेभन्दा 10-12 वर्ष अगाडि भ्लगिङ गर्दै हिँड्थ्यौँ कहाँ छ भनेर हुन्छ छ नि त यो भिडियो यही भिडियो देखाएर पनि भन्न सक्छौँ नि त हेयर स्ट्रगल टाइम त्यो भिडियो बनाउनुको रिजन के हो कि भिडियो भन्ने कुरा बनाइ चाहिँ राख्नुपर्छ होइन जति बेला जेनी हुनसक्छ भाइरल हुनसक्छ एउटा हामीले भनेको कुराहरू एउटा क्याप भयो नि त हावामै उडेर गएन नि त त्यो भनेको शब्दहरू एउटा सुन्न पाएँ नि हामीले पछि गएर पनि बोलेको थिएँ यो म अरू चाहिँ नै अनि प्लस अर्को कुरा र अहिलेको यो सिनेरियो जुन जति देखिरहेको छ नि हामी पछाडिहरू 10 वर्षपछि हामीले यो भिडियो हेरेपछि कस्तो चेन्जेस लाग्छ नि त 10 वर्षपछि यही भिडियो हामी फेरि रिटर्न हेर्छु है यही टोलवासीहरू यही टोल यही बाटो यही जङ्गल त्यहाँसम्म कतिको प्रगति हुने रहेछ बिफोर एन्ड आफ्टर भनेर एउटा भिडियो पनि फेरि हाल्छौँ हामी 10 वर्ष त त्यस्तै हो अब 1 वर्ष
1 वर्षपछि नै धेरै चेन्जेस भएको छ। 10 वर्ष त वेटै गर्नु पर्दैन। यो भिडियोको भन्नु त्यही हो, इन्टेन्सनै त्यही हो कि भिडियोले धेरै कुराहरू डिफाइन गर्छ क्या। अहिले नै पछि गयो फ्युचरमा भिडियो चाहिँ काम लाग्छ। सो यति ज्ञानले हजुरहरूको पेट भरियो होला, मेरो पनि भरिसक्यो। अब ग्राउन्ड आइसक्यो, अब गएर हल्का बल खेल्छु, फुल खेल्छु, सायद होला ठक्कै भइरहेको छ। सो यति भन्दै यति सुरुमा हामीले गाली दिएछ त्यो चाहिँ डोन्ट माइन्ड हो, त्यो चाहिँ जस्ट हाम्रो एउटा त्यो भित्रको एग्रेसिभ के भन्छ नि मुड, एग्रेसिभ नै हो तर त्यो हल्का त्यो फ्लो गर्नलाई हो। राखे पनि नै त्यस्तो राख्ला धेरै गाली छ भने बिफ गरेर राख्यो। बिफ तँलाई मैले बिफको त डाउनलोड गर भने हो धेरै नै, त्यही भने कि मैले गाली दिउँ हामी नदिने होइन, बिफ राखिदिउँ न हरेक पोइन्टमा। हातिसक्यो मेरो। ल ल सो भिडियो मन परायो लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु मलाई। सो यति भन्दै आजको लागि बिदा लिन जान्छु। नेक्स्ट भिडियोमा फेरि भेट्नेछ हामी। सो अहिलेको लागि चाहिँ ए दोगेश भाइ किथे जा रहा है यार तू? हाँ हाँ ए एउटा त्यहाँ छ एउटा त्यहाँ छ। सो भिडियो यतिमै आजको लागि। सी यू।